Hi everyone, this is Manifest with Mamata. म्यानिफेस्टेसनमा सबैभन्दा इजी थिङ चाहिँ मलाई लाग्छ म्यानिफेस्टिङ फुड होइन। किन भन्दा रिजन वान, हामीले कुनै पनि फुड इमेजिन गर्न सक्छौँ कि मैले यो खाइरहेको छु। हातमा सेन्सेसनदेखि लिएर कलरदेखि लिएर हाम्रो टेस्ट सुद्धा हामीले पुरै कुरा इमेजिन गर्न सक्छौँ। किन भन्दा हामी त खाइ नै रहन्छौँ नि त, दिनकै खान्छौँ, जहिले पनि खाइरहेको हुन्छौँ। सो आफूलाई मनपर्ने चिज त झन् सम्झिँदैमा मुखमा पानी आइसकेको हुन्छ होइन। त्यही भएर म फुड त यति धेरै म्यानिफेस्ट गर्छु। जब मलाई केही खानु मन लाग्छ, पानीपुरी खानु मन लाग्यो, ओके लेट मी म्यानिफेस्ट भन्छु नि। पुरै मैले के भन्दा पानीपुरी देख्न पनि सक्छु, हातमा फिल गर्न पनि सक्छु, खाएको पनि र त्यसको टेस्ट पनि इमेजिन गर्न सक्छु होइन। चटपटे अनि करेन्ट चाउचाउ, करेन्ट स्टिक्स, चकलेट, चिकन, जति पनि फेभरेट फुड छ अहिले इमेजिन गर्न सकिन्छ नि। एकदमै इजी छ। सो म चाहिँ आई म्यानिफेस्ट जे खानु मन लाग्छ फुड होइन, एनी काइन्ड अफ फुड अल द टाइम। सो तपाईँहरू पनि ट्राई गर्नु हेर्नु है त। यो विक च्यालेन्ज दिन्छु, तपाईँले के खानु मन लागेछ त्यो म्यानिफेस्ट गर्नु अनि कमेन्ट सेक्सनमा भन्नु। ओके, सब्सक्राइब, बाई।